हेलो दर्शन नमस्ते। आज पनि आइसकेको छु रोमानिया प्लोस्टी सेन्टर सिटीबाट। रोमानियामा दैनिकी अवस्थामा बोलिने केही भाषाहरू लिएर आजको भाषा मिक्स हुनेछ। अब जाउँ है त, सुरु गरौँ है त ल। त्यस्तै गरी रोमानियाका मान्छेहरूले कुम्ते नुमेस्ती भनेको नेपालीमा तिम्रो नाम के हो? यदि तपाईँलाई रोमानियामा कसैले सोध्यो कुम्ते क्याम भनी तपाईँले आफ्नो नाम भन्नुपर्छ। म क्याम सुभाष भन्दा हुन्छ। मैले सुभाष मेरो नाम भनेर भने तपाईँले म क्याम भनेर आफ्नो नाम भन्नुहोला। जस्तै नेपालीमा तिमीहरूको घर कहाँ हो भनेर सोधिन्छ भने रोमानियामा पेन्त्रु तिने उन्दे यस्तै आकाशा भन्छन्। त्यो भनेको तिमीहरूको घर कहाँ हो नेपालीमा। हामी नेपालीमा कता घुमेको भन्नलाई रोमानियाका मान्छेहरू पियर दुतु उन्देबा भन्छन्। पियर दुतु उन्देबा भनेको नेपालीमा कता घुमेको। आज पानी पर्यो भन्नको लागि रोमानियामा आज तो आर्न आप्पा भन्छन्। आज तो आर्न आप्पा भनेको नेपालीमा आज पानी पर्यो। हामी नेपालीमा यो के हो भन्छौँ भनी यहाँका मान्छेहरूले चे आस्था भन्छन्। केही तपाईँले नजानेको कुरा उठाएर तपाईँले सोध्न सक्नुहुन्छ। चे आस्था भन्यो भने उसले भनिदिन्छ। रोमानियामा उनी ओर भनेको हामी नेपालीमा कहिलेकाहीँ। यहाँका मान्छेहरूले उनी ओर भन्छन् कहिलेकाहीँ नेपालीमा। त्यस्तै गरी रोमानियाका मान्छेहरूले मिए असेमेनिए मेर्जे भनेको नेपालीमा म पनि जान्छु। मिए असेमेनिए मेर्जे। नेपालीमा म फेरि किन जानुपर्छ? रोमानियाका मान्छेहरूले यसरी भन्छन्। देचे मेर्जे दिन नौ भनेको नेपालीमा म फेरि किन जानुपर्छ। रोमानियाका मान्छेहरू देचे आई स्पुस भनेको नेपालीमा किन भने। देचे आई स्पुस। नेपालीमा अर्को भनिन्छ भने रोमानियाका मान्छेहरूले ओकोला भन्छन्। ओकोला भनेको नेपालीमा अर्को। हामी नेपालीमा खाना मिठो छ। रोमानियाका मान्छेहरूले मङ्कारे एस्ते कु गुस्त भन्छन्। खाना मिठो छ नेपालीमा मङ्कारे एस्ते कु गुस्त। रोमानियामा आस्कुल्ता म मिने भनेको नेपालीमा मेरो कुरा सुन। आस्कुल्ता म मिने मेरो कुरा सुन। हामी नेपालीमा काम भन्छौँ भने रोमानियाका मान्छेहरूले लुक्रा भन्छन्। लुक्रा भनेको काम। रोमानियामा लिम्बा भनेको नेपालीमा भाषा। लिम्बा भाषा नेपालीमा। हामी नेपालीमा शब्द रोमानियाका मान्छेहरूले कुवान्त भनेको शब्द नेपालीमा। हामी नेपालीमा सुनेको भन्नको लागि रोमानियाका मान्छेहरूले आउजित भन्छन्। आउजित भनेको नेपालीमा सुनेको। रोमानियामा बिनेला मिने भनेको नेपालीमा मतिर आऊ। मतिर आऊ भन्नु पर्यो भने हामी रोमानिया भाषामा बिनेला मिने भन्ने। रोमानियामा उइता ते ला मिने भनेको नेपालीमा मलाई हेर। उइता ते ला मिने मलाई हेर। मलाई पानी देऊ भन्नु पर्यो भने रोमानियाका मान्छेहरूलाई द मी आपा भन्ने। द मी आपा भनेको नेपालीमा मलाई पानी देऊ। रोमानियामा आम प्लाचे कार्ने भनेको नेपालीमा मलाई मासु मन पर्छ। मासुलाई कार्ने भन्छ। आम प्लाचे कार्ने। इम्पारे रौ भनेको नेपालीमा माफ गर्नुहोस् मस्कुजास पनि भनेर भन्छन्। रोमानियाका मान्छेहरूले त्रेबुए सप्लेक भनेको हामी नेपालीमा म जानुपर्छ। त्रेबुए सप्लेक म जानुपर्छ।